ब्लक हान्ने अनि उसैको भाइलेन बनाएर पुरा निराश बनेर बस्दिने यो चाहिँ कस्तो किसिमको हो यो अनि यसको बारेमा कुरा नगर्नु अमित जी भयो यार प्लिज त्यो चाहिँ किन देखाएर त्यो किन बजाएको त आउँदै बजाउन न यार भयो यार अमित जी यो बारेमा कुरा नगरौँ यार अनि I don't like talking about this please यार this is the content why you put it this video and then TikTok it's okay no problem I was in the emotion but I don't like talk about this because it's a controversial topic itself यार I don't like talking फर्काऊ हैन अब कहिले के यसो अब आजदेखि बजाउन भयो लाइभमा कहिले बजाउने लाइभमा हैन तपाईले भिडियो बनाएर हाल्नु भएको छ पुरा सेन्टी मोडमा बजाएर सेन्टी मोड एक्टिङ गरे आउ सबैले त्यही सोच्छन् फेरि यार अनि तपाईलाई यही बेलामा गर्नु थियो त अरु बेलामा गरे भए हुन्थ्यो नि त तपाईको नि श्रीमती कस्तो दिमाग रहेछ यार उले पनि गाली गरेर भिडियो हटाए हो यार म बजाउन नआउँथे यार एक्टिङ गर्न पाइन्न यही बेला हटाउ अमिजी नै यो एउटा मुभी छ के मह के भन्ने एउटा मुभीमा शाहरुख खानले बजाएको हुन्छ नि एउटा त्यसरी हम तो हमसे चुरा त्यही गीत ठ्याक्कै त्यही अनि त्यही भएर डबल ट्याप के हो साथीहरु यस्तो पारा त मैले पनिशमेन्ट गर्नुपर्छ गाइस मोहब्बतेमा हो क्या कि केमा त्यसमा छ क्या त्यो के रे को मोहब्बत फिल्ममा अमिजी मोहब्बत फिल्ममा हो शाहरुख खानले मजाले पुरा चस्मा लगाएर तरी बनाउँछ क्या दामी हैन अब हैन मैले हेरि यही बेला धेरै भयो मेरो भिडियो भाइरल भएको छैन कि अमितजी यही बेलामा टक्क भिडियो भाइरल हुन्छ नि त कन्टेन्ट पाएको बेला बनाएको के अरे मान्छेले उल्टो चाहिँ फाल्ने भयो यार गरी खाना दिएर न अमितजी मलाई भयो हमलाई पल्ला रे साइलोले दिप श्रेष्ठजी वेलकम ब्याक हजुर लेट्स कल टुगेदर है साथीहरु सबैजना है गाइस यो पारा मैले जित्दिन साथीहरु हजुर हजुर तपाईले बजाउन न भइल तपाईलाई आउँछ मलाई आउँछ तर म बजाउँदिन किनकि मेरो कुनै लभमा कुनै ट्रेजेडी परेको छैन मैले किन बजाउने ट्रेजेडी परेकाले मात्र बजाउँछन् त्यो ट्रेजेडी परेले मात्रै धुन लाउने हो नसन तपाईँ ज्यादा जसले बजाउने हुन्छ यार हैन साथी मलाई राम्रो लाग्छ मलाई सानैदेखिको ठुलो इच्छा मलाई भाइलिन बजाउने यार अहिले सिक्दैछु मैले पनि युट्युबमा हेरी एकदमै राम्रो त्यसको धुन चाहिँ एकदम मन पर्छ मलाई अहिले बजाम भने भित्र गरेर हाल्छ फेरि ए लौ पागल भयो भन्दै हाल्छ फेरि नबजाउनुहोस् ठिक छ अरू बजाउनुहोस् हजुर अरू बजाउनुहोस् मादल अब यसो गर्ने पनिसमेन्ट के भने हैन तपाईले मादल बजाउने आइडी माथि गराइदिनु साथीहरु आफ्नो घर भएपछि यति मजा हुन्छ कि जे बजाए पनि भयो जे गरे पनि भयो घरपेटीले केही गर्दैन अस्तिसम्म त्यस्तो हो साथी देख्यो यति मजा हुन्छ भाइलेनी डडङ डडङ आब्रेनी डडङ गाइस आब्रेनी गाइस म यो पाराले कसम भनेको म पनिशमेन्ट गर्छु गाइस कम on यार